प्रवक्ता नवीन मालन्दज्यू, रामकुमार केसीज्यू, र हाम्रा अतिथिज्यूहरूलाई पनि म यहाँ ड्यासमा निम्त्याएँ र सम्पूर्ण खेलाडीहरूलाई ओभरअल च्याम्पियन खेलाडीहरूलाई कृपया स्टेजमा ल्याइदिनुको लागि म मार्शल मित्रहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सम्पूर्ण टेक्निकल कमिटी प्रमुख निर्णायक लगायत सम्पूर्ण टेक्निकल कमिटीका सदस्यहरूलाई कृपया स्टेजमा आइदिनु हुन र साथमा कार्य समिति नेपाल व्यायाम मन्दिरका जुझारु हातहरू कार्य समितिका सम्पूर्ण पदाधिकारीहरूलाई पनि म यहाँ स्टेजमा आइदिनुलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। टेक्निकल कमिटीका सम्पूर्ण सदस्यहरू प्रमुख निर्णायक लगायतका सम्पूर्ण जजेसहरू कृपया तपाईहरु पनि यहाँ स्टेजमा आइदिनु होला। त्यस्तै गरेर कार्य समितिका सम्पूर्ण सदस्यहरू कृपया तपाईहरु पनि यहाँ स्टेजमा आइदिनुलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। सञ्चालक समितिका आदरणीय शिवलाल श्रेष्ठज्यूलाई पनि म यहाँ स्टेजमा आइदिनुलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरेर अन्य सञ्चालक समितिका सदस्यहरूलाई पनि यहाँ स्टेजमा आइदिनुलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। अब हाम्रो प्रतीक्षाको घडी टुट्दै लाग्यो र त्यस्तै गरेर सिद्धार्थ बैंकका सिइओ उहाँलाई पनि म यहाँ स्टेजमा हाम्रो वेइङ सेरेमनीमा सहभागीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यस्तै गरेर हाम्रा अतिथिहरू आदरणीय दिजु वसुन्धरा भूषालज्यू, मदनदास श्रेष्ठज्यू, कृष्ण मल्ल दाजु कृपया तपाईहरु पनि सबैजना यहाँ स्टेजमा आइदिनु होला। साथमा मनिषा सिलवाल, सम्यम सिलवालज्यू, हाम्रो ओभरअल विजेतालाई फिटनेस चोइसको तर्फबाट सम्यम सिलवालजीले आज साइनो ट्रिपको लागि भाउचर पनि प्रदान गर्दै हुनुहुन्छ। नामै रङ भन्दै खुट्टा चिलाइसक्यो। ओके, अब मेरो हातमा आजको हाम्रो ओभरअल च्याम्पियनको नतिजा हात परिसकेको छ। सर्वप्रथम म छैटौँबाट सुरु गर्दैछु। छैटौँ हाम्रा भोलिन्टियर साथीहरू कृपया तपाईहरुले ट्रफी र नगद पुरस्कारहरू हाम्रो प्यानेटहरू सबै तयार गरिदिनुको लागि चेकहरू तयार गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। काठमाडौँ जिल्लाका अध्यक्ष सुरेश सुवेदीजी तपाईँ पनि आउनुहोस्। र विजेता ओके, म अब छैटौँबाट सुरु गर्छु। छैटौँ स्थानमा हुनुहुन्छ ट्याग नम्बर 129 का सिद्धान्त जसरोटिया, नर्मल फिटनेस काठमाडौँबाट उहाँले भाग लिनु भएको छ र उहाँले नगद रु 1,30,000 पनि प्राप्त गर्नुभएको छ। ओभरअल च्याम्पियनको छैटौँ स्थानमा हुनुहुन्छ ट्याग नम्बर 129 का सिद्धान्त जसरोटिया। हाम्रा छैटौँ हुने खेलाडी नगद 1,30,000 चेक पनि प्राप्त गर्दै हुनुहुन्छ हाम्रा मेयर बालेन्द्र शाहबाट। र त्यस्तै गरेर पाँचौँ स्थानमा हुनुहुन्छ ट्याग नम्बर 191 का विनोद सुनार, प्लाटिनम फिटनेस काठमाडौँबाट उहाँले प्रतिनिधित्व गर्दै हुनुहुन्थ्यो। उहाँले नगद रु 1,80,000 प्राप्त गर्दै हुनुहुन्छ।
र त्यस्तै गरेर चौथो स्थानमा हुनुहुन्छ ट्याग नम्बर 183 का असीम बाबु गुरुङे मसल्स एन्ड फिटनेस क्लबबाट उहाँले प्रतिनिधित्व गर्दै हुनुहुन्थ्यो। उहाँले पनि नगद रु 2 लाख रुपियाँ प्राप्त गर्नुभएको छ। त्यस्तै गरेर तृतीय स्थानमा हुनुहुन्छ गेस गर्नुहोस् को होला। तृतीय स्थानमा हुनुहुन्छ ट्याग नम्बर 147 का माधव सुवेदी मिस्का फिटनेस क्लब दाङबाट उहाँलाई प्रतिनिधित्व गर्दै हुनुहुन्थ्यो। उहाँले नगद रु 3 लाख प्राप्त गर्नुभएको छ भने आजको ओभरअल च्याम्पियनशिपको द्वितीय स्थानमा हुनुहुन्छ को होला गेस गर्नुहोस् अलि जोडले। द्वितीय स्थानमा हुनुहुन्छ 7मा नगद रु 6 लाख प्राप्त गर्दै हुनुहुन्छ। उहाँ हुनुहुन्छ ट्याग नम्बर 210 का ललितिमा ग्यालेक्सी फिटनेस सेन्टर झापाबाट उहाँले नगद 6 लाख प्राप्त गर्नुहुन्छ भने आजको 17औं संस्करणको धर्मश्रीको प्रथम हुनुहुन्छ। नगद रु 12 लाख सहित जित्नु भएको छ ट्याग नम्बर 211 का उमेश राई। गोर्खाली फिटनेस काठमाडौँबाट उहाँले प्रतिनिधित्व गर्दै हुनुहुन्थ्यो। आजको च्याम्पियन अफ द च्याम्पियन उमेश राईले एसियन च्याम्पियनसिपमा द्वितीय स्थान पनि हासिल गर्नु छ। साउथ एसियन च्याम्पियनसिप पनि जितिसक्नु भएको छ। उहाँले मिस्टर नेपाल पनि जितिसक्नु भएको छ र हाम्रो ओभरअल विजेतालाई फिटनेस चोइसको तर्फबाट चाइना ट्रिपको भाउचर पनि प्राप्त गर्नु। भिडियो हो क्या भिडियो खिचिरहेको मैले तपाईहरुले पनि तपाईलाई आफ्नो भाउचरहरु कन्टिन्यू भइरहेछ क्या भिडियो नै गइरहेछ खिच ओभरअल च्याम्पियन हुने